टुवर्ड्स वन समिति अटोमा चढियो। हाम्रो प्लान कहाँसम्म पुग्ने? कहाँसम्म पुग्ने प्लान छ हाम्रो? सस्पेन्सै हो त चाहिँ। हेलो सर। हेलो। हामी चाहिँ वन समितिमा छौँ अहिले। घरबाट हिँडिसक्यौँ, लगभग 5 मिनट 10 मिनट जस्तो भयो होला घरबाट हिँडेको। नैनीतालको टार्गेट म, सर अनि बहिनी 3 जना। कस्तो लागिरहेछ त? एक्साइटेड भनौँ न। नयाँ ठाउँ, विदेश भ्रमण। आजको सर के अरे विदेश भ्रमण। ओके सी यू। अब जाउँ। महेन्द्रनगर आइपुग्यौँ अनि यहाँ चाहिँ बस पार्कमा चाहिँ नेपाली पैसाको भारू साटेर अब झोला भरेर अनि चाहिँ अब गड्डा चौकीतिर हिडिङ टुवर्ड्स गड्डा चौकी। अब अटोमा जान्छौँ गड्डा चौकी। यहाँ सर अनि त्यसपछि साली भेना 2 जना अगाडि हिँड्दै हुन्छ। अनि अब यहाँबाट चाहिँ हामी जान्छौँ अगाडि। महेन्द्र हाइवे हो यो चाहिँ है। चाहिँ यस्तो टुकटुकहरू चाहिँ टन्नै हुन्छ। के छ 2 झोला भारू अरे होइन। ल वी आर हेडिङ टुवर्ड्स गड्डा चौकी अटोमा। अटोबाट हामी गड्डा चौकीतिर लाग्यौँ अब होइन। नंबर तो क्या हो गया? हेलो बहिनी, के छ त? मजा आइरहेछ? बनबासाबाट हल्द्वानीको लागि गाडी चढ्यौँ। हल्द्वानीबाट चाहिँ गाडी चेन्ज गर्दा फेरि नैनीतालको अर्को गाडीमा जानुपर्नेछ। र हाम्रो यात्रा 15 मिनट जतिमा खटीमा आइपुग्यौँ। यो चाहिँ खटीमा बजार। यहाँबाट चाहिँ अब बाटो मोडिने रहेछ। एउटा रुद्रपुरतिर जाने, एउटा हल्द्वानीतिर जाने बाटो मोडिने रहेछ। ल यो चाहिँ मेन खटीमा बजार। नानक सागर। हामी चाहिँ नानक सागर आइपुग्यो। यो चाहिँ एकदम अहिले सितारगञ्ज आइपुग्यौँ। यहाँबाट पनि चोक जस्तो रहेछ। हामी चाहिँ माथितिर जाँदैछौँ। अब चाहिँ नर्थ साइडतिर। यहाँ गाडीबाट झरेर हल्द्वानी बस पार्क। हल्द्वानी बस पार्क। यहाँ सर फाइनल्ली हामी चाहिँ हल्द्वानीबाट नैनीतालको गाडी चढेर जाँदैछौँ। गाडी चाहिँ यस्तो प्याक छ क्या। भवाली आलमोडा भवाली भन्ने खालको रहेछ।
है फाइनली नैनीताल आइपुग्यो है समुद्र सतहबाट 1948 मिटरको उचाइमा हामी चाहिँ लेक साइडमा हिँड्दैछौँ लेक नैनीताल यो चाहिँ टक्क लेक साइडमा अहिले साँझको टाइममा हिँडिरहेछौँ यहाँ त खै दुईजना चिने जस्तो लाग्यो यहाँ दुईजना चिने जस्तो लाग्यो के गर्दै हो डे 2 हामी बसेको होटल त्यहाँदेखि चाहिँ हामी आज बिहान उठेर कति बज्यो लगभग 9 बजी लाग्यो होला 8:30 भयो अब आजको दिन चाहिँ नैनीताल एक्सप्लोर गर्ने दिन हो के भ्याइन्छ होइन आजको दिन पनि हाम्रो यतैतिर बित्नेछ भोलि फर्किने प्लान छ यहीँ अगाडि देख्नुहुन्छ नैनीताल हामी 3 जना चाहिँ रेडी भएर निस्क्यौँ अब के छ त के गर्ने आज प्लान आज यही वरिपरि एक्सप्लोर गरेको छ त्यसपछि हेरौँ आज हामी यति बसिन्छ होइन पहिला मन्दिर जाने अनि ब्रेकफास्ट गर्ने अनि त्यसपछि बाँकी नैना देवी मन्दिरको चाहिँ वेमा बाटोमा छौँ होइन तालमा पौडीहरू खेल्ने कायाकिङ गर्ने दे आर लङ्गुर्स पुच्चा झुन्डाएर बसिरहेको मस्त
हामी नैनादेवी मन्दिर चाहिँ आइपुग्यौँ अब लगभग। अब हाम्रो आजको डे 2 को चाहिँ फर्स्ट डेस्टिनेसन भनेको हाम्रो नैनादेवी मन्दिर दर्शन थियो। एकदमै रमाइलो शीतल चिसो चिसो मौसममा हामी यस्तो शान्त बाटो भएर आउँदा चाहिँ एकदम रमाइलो फिल भइरहेछ। यता चाहिँ सरिनिरहनु भयो, यहाँ चाहिँ बहिनी। सो यो चाहिँ मन्दिर परिसरमा हामी पुग्न आँट्यौँ। हामी चाहिँ नैनादेवी मन्दिर आइपुग्यौँ। यहाँ आइसक्यो श्रीमा नयनादेवी मन्दिर। यहाँबाट चाहिँ हामी मन्दिरको दर्शन गर्छौँ। हेलो हामी चाहिँ भर्खरै नैनादेवी मन्दिर दर्शन गरेर बाहिर आयौँ। बिहान एकदम मजा आयो होइन, मन खुस भयो। अब चाहिँ हामी ब्रेकफास्ट गर्न आँटिरहेछौँ, खाजा खान्छौँ अनि मात्रै अरू प्लान गर्छौँ हामीले। यहाँ दुईजनाले चाहिँ एउटा गाइडले यहाँ के फकाएछ सुनेर बसिरहेछन् मस्त। ल हामी चाहिँ नैनादेवी मन्दिरको दर्शन गरेर अगाडि राजभवन जाँदैछौँ। अब 11 पोइन्ट्सहरू चाहिँ हेर्ने भनेर चाहिँ डिल भइरहेछ। यहाँ दुईजना चाहिँ भोकै बसिरहेछन्। पूरे इंडिया से बच्चे आते हैं। अंग्रेज बोलते थे हिंदी में बड़ा पत्थर, हम बोलते हैं बड़ा पत्थर। तो सामने बादल लगा हुआ पहाड़ी में कैमल बैक की तरह उसमें ट्रैक करके जाते हैं। हामी चाहिँ यो सुसाइड पोइन्ट अरे होइन, यसमा हेर्न जाँदाखेरि त बिस्तारै आइज है। ल यो चाहिँ सुसाइड पोइन्ट है। यहाँबाट चाहिँ कडाइ देखिँदो रहेछ। के हेरेको यहाँ पर ही मई जून में जितना गर्मी नहीं सिस्नो यही है वो जगह स्नो भ्यू पोइन्ट चाहिँ हेर न यहाँ उसैले एउटा केही देखिँदैन ब्याग छ त्यहाँ
ये तो स्नो व्यू पॉइंट है, लेकिन हमने एक भी स्नो नहीं देखा, सिर्फ हुस्सू है हुस्सू। दिस इज हुस्सू भ्यू पॉइंट। यहाँबाट हुस्सू चाहिँ दामी देखिँदो रहेछ। यहाँ चाहिँ सुटरहरू हुन्छ, गन राखेर बस्नुभएको। पसलमा चाहिँ हामी खाजा खान लागिरहेको छौँ। यो चाहिँ 1968 देखि चाहिँ के भन्छ रन भएको अरे, 1968 देखि यहीँ खा भन्ने सजेस्ट गरेको थियो हामीलाई। यहीँ बसिरहेछौँ हामी। ल हामी चाहिँ एडभेन्चर पार्कमा आइपुग्यौँ। एक दुईवटा एडभेन्चर गेमहरू रहेछ यहाँ। एडवेंचर पार्क से हम बाहर जा रहे हैं और हम एक व्यू पॉइंट पर जा रहे हैं। ये वॉल क्लाइंबिंग हामी चाहिँ अहिले पोइन्टमा छौँ। यहाँनिर चाहिँ यता फर्केर बोल्यो भने चाहिँ आवाज रिटर्न हुँदैको आउने रहेछ, त्यही रहेछ। मान्छेहरू आउँदो रहेछ नि, यहाँ बाइनाकुलरले यसो अलिअलि देखाउने गर्ने गर्दा। इको हुने डाँडा चाहिँ यही रहेछ। ल हुस्सु लागेको छ पुरै, मौसम चिसो चिसो छ। ल हामी चाहिँ अहिले 0 पोइन्ट भन्ने ठाउँमा छौँ। यहाँ चाहिँ सबसे पहिले हिउँ पर्छ अरे, नैनीतालमा हिउँ पर्दा अनि लास्टसम्म रहन्छ अरे। अब चाहिँ हामी यहाँनिर फोटोसोटो खिचेर अनि सत्यनारायण मन्दिरको दर्शन गर्ने भनेर अगाडि। ल सत्यनारायण मन्दिर आइपुग्यो। के एट्याक गर्दैन यही एकदम एउटा वाइल्ड एनिमल पनि देखियो। के रहेछ नि यो हैन? भित्र छिरो डरले। यहाँबाट राम्रो आएको छ। Top view of Nainital. यहाँ पर कहाँ जाता है ये बात? देहरादून देहरादून इधर से जाता है ना, दिल्ली से आता है ये रोड। ये ऊपर से आता है मल्लीताल, तल्लीताल हल्द्वानी से आता है। भन्छ नैनीताल र मल रोडको आसपासतिरै झरेर छौँ। बहिनी यहाँ आउँदैछ होइन। अब चाहिँ हाम्रो मेन बाँकी भनेको बोटिङ छ अनि राजभवन घुम्ने भनेको थियौँ। त्यहाँ चाहिँ टाइमिङ मिलेन अलि, अनि अहिले चाहिँ घुम्न पाएको छैनौँ। अब मिलेसम्म हामी घुम्नेछौँ। अब एकछिन यतितिर रेस्ट गरेर अनि अरू ठाउँ पनि एक्सप्लोर गर्ने बाँकी छ है त। यहाँ ड्रेस
पहाडी ड्रेस लगाइरहेछन् दिदी भिनाजुले। वाउ एकदम राम्रो। ल भिडियो है कस्तो लागिरहेछ त गाइजहरु। ल पोज। कोई बात नहीं है यार। यो नैनीतालमा यो दिदीले यहाँ यस्तो ड्रेस लाएर यस्तो यहाँ अब यहाँ हुन्छ फोटो सुट यिनीहरूको। त्यहाँ हेर्नु होला है। ल स्माइल स्माइल। इधर एउटा फोटो शूट। फोटो शूट हो रहा है इधर। यहाँ मान्छेहरूले अरूहरूले पनि यसरी नै फोटो शूट गराइरहेछन्। यहाँदेखि गएर यहाँदेखि जाँदैन यहाँ मान्छेहरूको भिड। सिंगल ल सिंगल खिच्ने अरे दिदीले। यहाँ भिनाजु रोकी बस्नु भएको छ, उभिनु भएको छ। दिदीको वहाँ सिंगल पोज भइरहेछ। त्यहाँ हेर्नु पोज। वाउ राम्रो देखिन्छ भिडियो। हामी चाहिँ चर्चमा आइपुग्यौँ अहिले। राम्रो रहेछ हेर्दाखेरि, लुक्स राम्रो छ। अब यहाँ हामी फोटोसोटो लिएर अनि अर्को ठाउँ जान्छौँ। चाहिँ यो क्याथोलिक चर्च पनि घुमेर अब चाहिँ फर्कने क्रममा छौँ। गड ब्लेस यु अरे। ल थ्याङ्क यू। बहिनी यहाँ के फोटो खिच्दैछ। वेलकम ब्याक। दिस इज डे 2 अनि हामी चाहिँ अहिले दिनभरि घुम्यौँ अनि एकछिन थाकेर रुममा गएर रेस्ट गरेर अलिक फ्रेस भएर फेरि निस्केको छौँ। हामीले बोटिङ चाहिँ गरेकै छैनौँ होइन। अब चाहिँ हाम्रो बोटिङ गर्ने प्लान छ। यहीँ छ नैनीताल। हामी चाहिँ त्यतातिर घुमिरहेछौँ। अब बोटिङ गर्छौँ। चाहिँ टिकट बुक गऱ्यौँ यहाँनिर अनि हामी चाहिँ काठको बोटमै चढ्न मन लागेर अलिक टिपिकल नेचुरल भनेर काठको बोटमा चाहिँ अब हाम्रो सवारी हुन लागिरहेछ है। यहाँबाट हामी त्यतासम्म जान्छौँ यस्तो बोटहरूबाट यताको साइडमा। थोड़ा सा जगह देंगे सर जाने के लिए। ओके 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 चाहिए चाहिए। सीधे जाके पियर ल अब भिनाजुको पालो त्यहाँ जाने। सेन्टरबाट जानु होला। ल त्यहाँ गइसक्नु भयो भिनाजु। हामी चाहिँ यो ल ये लो। ल बेहेन के छ खबर? डुङ्गाको छ। तिमी डुङ्गा सवारी गरेको थियौ कि थिएन पहिला? काहीँ थिएन? ए ल फर्स्ट एक्सपिरियन्स। वाइ यु आर लाफिङ सो मच? ल
ल यहाँ पानीमा पौडी खेल्दै भिनाजु एक हातले के भन्न सिक्यो हेलो हेलो हामी चाहिँ अहिले नैनीताल माटुङ्गा सवार गरेका छौँ है यो चाहिँ त्यहाँदेखि नै भ्यू भयो दामी छ यहाँ अगाडि बहिनी बसिरहेको छ हेलो बहिनी हेलो बहिनी यो के छ हेलो यहाँ माछा देखिन्न त छेउछाउ मात्रै हुन्छ डुङ्गाको यात्रा ल आउनु भिनाजु बोटिङ गरेर आयौँ भर्खरै अनि डोमिनोजको पिज्जा ट्राई गर्ने भनेर चाहिँ भित्र आइरहेछौँ है त यहीँनिर है
चाहिँ फेरि मल रोडतिरै हिँड्दैछौँ। टाइम पास गर्दै मल रोड अहिले नाइट टाइम एक्सप्लोर गर्दै मल रोड चाहिँ नाइट टाइममा एकदम यो के भन्छ राम्रो देखिन्छ भनौँ न, पोखराको लेक साइड जस्तो। यो हाम्रो होटल कहाँ हो? यहाँ होइन नि, होटल गइसक्यो हाम्रो। मल रोडको यो एकदमै भिड हुने ठाउँ हो। यो चाहिँ अङ्ग्रेजी शराबकी दुकानहरू यो चाहिँ होइन, दारू किन्नको लागि लास्टै भिड छ क्या, लास्टै भिड। यो चाहिँ हामीले तलैदेखि देखेको थियौँ नि, पसलको नाम अङ्ग्रेजी शराबकी दुकान हुँदो रहेछ। अनि एकदम विशेषता यो चाहिँ। आज कहाँ खान्छौँ? यहीँ खान्छौँ यतिखेरै? हामी चाहिँ अहिले मल रोडमै छौँ। अनि मल रोडमा सुन गर बिजी छ अहिले। जो भी किचन गुड मर्निङ फ्रम नैनीताल। दिस इज आवर डे 3। आज चाहिँ हामी फर्किने दिन घर पुग्छौँ। अनि बिचमा चाहिँ एउटा पोइन्ट छ नानक माता, त्यहाँनिर चाहिँ हामी मिलेसम्म चाहिँ घुम्ने ट्राई गर्छौँ। बाहिरको भ्यू चाहिँ यस्तो छ। अब हामी चाहिँ होटलबाट चेकआउट गरेर बस पार्क नजिकै छ, अनि बस पार्कबाट चाहिँ हामी बनवासको गाडी चढ्छौँ र मिलेसम्म नानक माता भिजिट गरेर फर्किने। मैले चाहिँ यो होटलबाट भर्खरै चेकआउट गरेँ, होटल पायल, र वी आर हेडिङ टुवर्ड्स बस पार्क। यो चाहिँ नैनीताल चोकै भनौँ होइन। यहाँदेखि यता माथि चाहिँ तल्ली बजार जान्छ। अनि त्यसपछि यहाँ चाहिँ यस्तो राम्रो भवन छ। अनि यहाँ चाहिँ यो टारको एक साइडबाटको भ्यू पोइन्ट जस्तो छ क्या। चाहिँ अहिले यो के अरे नानक माता दर्शन गर्ने भनेर चाहिँ गेटमा गएर छौँ। अब चाहिँ जाँदैछौँ। अनि त्यहाँ दर्शन गरेर अनि नाटक सागर हेरेर अनि हामी फर्किने कोसिस छ। हामी लगभग यहाँनिर कति टाइममा आइपुग्यौँ? अलमोस्ट 3 आवर, ठ्याक्कै 3 घन्टा लागेको छ यहाँ आइपुग्यौँ। गुरुद्वार मन्दिर आइपुग्यौँ हामी चाहिँ। अगाडि देख्न सक्नुहुन्छ चाहिँ गुरु नानक मन्दिर आइपुग्यो। अनि यहाँ भित्र जानु चाहिँ रुमाल लाउनु पर्दो रहेछ क्या, टाउकोमा रुमाल बाँधेर जानुपर्ने रहेछ। अनि त्यसपछि हामी चाहिँ यहाँ रुमाल खरिद गर्दैछौँ। यो के ल गुरु नानक मन्दिर हामी छिर्न लागिरहेछौँ। अनि यहाँ मिसहरूले चाहिँ रुमाल बाँध्नु खोज्दै हुन्छ क्या, रुमाल बाँध्नु छिर्नु पर्दो रहेछ होइन। यस्तो रहेछ।
यहाँ चाहिँ खुट्टा पखालेर जाने ठाउँ रहेछ अनि हामी चाहिँ खुट्टा पखालेर जान खोज्दैछौँ हामीले। गुरु नानक मन्दिर चाहिँ यस्तो रहेछ है, राम्रो छ हेर्दाखेरि। अनि यहाँ चाहिँ हामी अहिले यसो एक राउन्ड घुमाउँ न कस्तो रहेछ भनेर जानु खोज्दैछौँ। यहाँ चाहिँ एउटा ताल जस्तो पनि रहेछ, नुहाउँदो रहेछ, स्नान गर्दो रहेछ मान्छे। हेलो हेलो, हामी चाहिँ अहिले ड्याम साइडमा आइपुग्यौँ। नानक सागरको सफारीमा आइयो। चिफलो हौ चिफलो। यहाँ जस्तो गोल घर रहेछ होइन, अनि यहाँबाट चाहिँ लास्टै ठुलो सागर देखिरहेछ क्या, नानक सागर। अनि यहाँ चाहिँ गोल घरबाट चाहिँ यस्तो तल चाहिँ कुवा जस्तो रहेछ होइन। यहाँ चाहिँ पानीलाई मान्छ होला क्या यहाँले नि। कस्तो राम्रो छ यार। यताबाट स्टार्ट भएर यता आँखाले भ्याउन्जेलसम्म छ। हामी चाहिँ अहिले बनबासमा छौँ। यहाँ गर्मी चाहिँ गर्मी नै छ होइन। एक्सप्लोरिङ बनबासा बजार। र यहाँ चाहिँ रेलमार्गको साइन पनि देखिन्छ है। यो चाहिँ पहिला हामीले नेपालको म्याप बनाउँदाखेरि बनाएको थियौँ नि यहाँ रेलमार्ग। अनि यहाँ चाहिँ अहिले रेल आउन लागेको छ अनि गाडीहरू चाहिँ लाइनमै छ। हामी चाहिँ रेल हेर्न भनेर गइरहेको छौँ। यहाँ चाहिँ ट्रेन देखने को मिलेगा ना।
हेऱ्यौँ अनि अहिले चाहिँ यो गेट खुलिरहेछ अनि अहिले चाहिँ क्राउड छ क्या एकदमै यहाँ। त्यसो यहाँ चाहिँ नेपाली नम्बर प्लेटहरू पनि देख्न सकिन्छ। यहाँ चाहिँ पश्चिम नेपाल महेन्द्रनगर झलगढी भनौँ न त्यतातिरबाट आउने बजारहरू यहाँ चाहिँ बनबासा लेखेको देखिन्छ क्या। हामी चाहिँ अहिले बनबासा पुलमा हिँडिरहेको छौँ। महाकाल नदी यत्रो ठुलो देख्न सकिन्छ क्या यहाँबाट चाहिँ। खै हामी चाहिँ बनबासा पुल तरेर त्यसपछिबाट चाहिँ हिँड्दै हामी चाहिँ महेन्द्रनगरतिर जाँदैछौँ सफारीमा। त्यसपछि हामी गुवालाई भेटेर अनि घर फर्किनेछौँ। सफारीमा छौँ, गल्ली नम्बर 4 मा जाँदैछौँ। यत्तिकै पानीपुरी खाँदा रिफ्रेस हुन खाना खाएर अहिले महेन्द्रनगर चोकमा छौँ। अब चाहिँ हामी यहाँनिरबाट फलफुल सलफुल किनेर अनि घर जानेछौँ। हरिद्वार जानुभएको छ तपाईँ? कति टाइम लाग्छ यहाँदेखि जान? गयो भने साँझदेखि बिहान साँझ नाइट हजुर अनि बिहान 4 बजे पुर्याउँछ। कस्तो हरियाली देखेको घाम आएको हेलो बहिनी, के छ खबर? हेलो